Then we are going for the trek of North ABC. यहाँ हामी 5 बजेदेखि आएर बसिरहेको छौँ। उहाँको हामीले 2 थामौला तर हाम्रो 1 थाम्न सक्दैन नि। त्यो सोलुसनै होइन फेरि। यो पागलहरु मात्रै बस्छ के यस्तो ठाउँमा। काठमाडौँबाट यार 100 किलोमिटर पनि छैन के। हेर्नु यस्तो मान्छे छ के नेपालमै। मुगलिनमा एकदमै सानो इन्सिडेन्ट भयो है। बल्ल घाम देख्न पायो यार साच्चै नै। पोखरा वेलकम टु बाग्लु। यो पनि एउटा आइकोनिक ठाउँ हो। अन्नपूर्ण बेस क्याम्प जाने दाबाट ल भोलि बिहान मात्रै पुग्छौँ बाइकमा सिधै हो। यहाँदेखि 1.5 घण्टा लाग्छ रे। तल पनि 1.5 घण्टा भनेको यहाँ आइपुग्दा 1.5 घण्टा अरे। 1 घण्टा गाडीमा बसिसकेपछि अझ 1.5 घण्टा अरे। Alright, so guys, बिहानको 4:42 भएको छ। So hey guys, good morning, welcome to my new vlog. I hope you guys are fine. म पनि एकदमै ठीक छु। Finally 2025 को डिसेम्बरमा आएर we have planned an amazing trip with our friends. हामी in total 7 जना गाइस निस्किदै छौं यति बिहान बाइकमा। So guys, बाहिर पुरै अँध्यारो छ होला। So मोटो ब्लगिङ म अलिकति पर गएर गर्छु and this will be our 4 days trip at least. So हामी कहाँ जाँदै छौं, के जाँदै छौं सबै कुरा डिटेलमा हेर्नलाई चाहिँ ब्लग लास्टसम्म हेर्नुस् अनि के कस्तो लाग्छ लाइक कमेन्ट पनि गर्नु होला। सबै ब्लग म डे बाइ डे राख्छु र सबै डिटेल्स इन्फर्मेसनहरु पनि शेयर गर्छु। So if you have any queries regarding these kinds of trip, please do comment. And guys, yes, stay tuned with us throughout the vlog. अनि yes, अति नै रमाइलो हुने वालामा छ। लाइक फाइनली हाम्रो 6-7 जनाको जुन पहिला टिम हुन्थ्यो घुम्ने हैन, सो फाइनली हामी सबैजना ग्यादर भइराखेका छौं। सो गाइज म चाहिँ राइडिङ ज्याकेट पनि ल्याइसकेको छु। फाइनली ब्यागहरु यहाँ सब रेडी छ, वेटिङ फर द बोइज टु कम। केटाहरु सिधै बाहिर बाइक लिएर आउँछ, म मेरो बाइक निकाल्छु एन्ड विल जस्ट गो। Alright guys, finally this is our trek bag because we are also going for trek. हेलमेट यहाँ छ, ग्लोभ्सहरु सबै रेडी छ, बाइकमा माथि राखेर आइसके। सो यस गाइस, लेट्स गो। केटाहरु अझै आएको छैन है बाइ द वे। जाँदै गरौँ। फाइनली आधा घण्टा ढिलो। यहाँ हामी 5 बजेदेखि आएर बसिरहेको छौँ। यहाँ ग्रुपमा भिडियो हेरिहाल्नु कौशल। उसले यहाँ भिडियो हालिसक्यो ग्रुपमा, यहाँ बसेर हालिसक्यो। तिम्रै छ न्यू मेम्बर फाइनली। ल मलेखु आइपुगेका छौँ हामी। यहाँ साथीहरुको यहाँ चल पल बढी यहाँ खाना सब राखेको छ। खोर्सानी पिरो छ, मैले नि खाएको। हाम्रो भाइ चाहिँ हाम्रो ग्रुपमा फर्स्ट टाइम राइड जाँदैछ। के छ भाइ, एक्साइटेड? एकदम एक्साइटेड भाइ। हाम्रो रुला भाइ हो हैन, एमटी बाइकमा सोलो छ उ चाहिँ। अर्को यहाँ चाहिँ हाम्रो सुसम भाइ, एकटा देखाउ त। टोपीलाई चाहिँ भाइ देखिन्छ क्या हो। अमरेश कौशर, ल अमरेश कौशर अब्दुल प्योर कालो छ सारे, कपाल पनि त्यस्तै काट्यो र दाइले कपाल चाहिँ म त काट्छ होला भनेको, केटोले काटेन। कपाल चाहिँ काट्दिनु ठिकै छ। सबनाम चाहिँ उता गएको छ गाइस, यति हो। साले काटेर थाहा छ यो लुकै लिएर जान्छु भनेर साले। ए यसैको प्रिपेयर हो। फर्केपछि काट्छ साले यो। ल लगाऊ केटाहरूले मास्क लगाइरहेछ। 8:24 भइसक्यो लिटरली, तर घामको झिल्को पनि हेर्न पाएको छैन अहिलेसम्म। अँध्यारो बाटो चाहिँ जे होस् पहिलाको भन्दा इम्प्रुभ भएको छ। पहिलाको हेरिकन त जस्ट राम्रो छ, तर धेरै ठाउँमा त्यो कालो पत्रे गर्नलाई चाहिँ ठिक्क पारेको छ, गरेको चाहिँ छैन। सो वी हेभ गट 4 बाइक्स गाइस। FZ V3 एमटी छ, मेरो बाइक भइहाल्यो। अनि त्यसपछि गएर रोयल इनफिल्ड पनि छ हामीसँग। 4वटा बाइक, 7 जना, भाइ चाहिँ सोलो, हामी सबै डबल। र यो ब्याग मैले यहाँ बाँधिदिएको छु। लेट्स होप सुषमालाई बस्न अप्ठ्यारो नहोस्। हामीसँग 2वटा ब्याग भयो। एउटामा चाहिँ मेरो यो ड्रोनदेखि लिएर सबै ग्याजेट्सले भरिएको छ। एउटामा चाहिँ हाम्रो सबै लुगाफाटो छ ट्रेकिङ ब्यागमा। र गाइस एउटा ब्यागलाई हामीले बाँधेका छौँ, अर्को ब्याग बोकिराखेको छ सुषमा। एन्ड देन वी आर नाउ मुभिङ
र गाइज अब चाहिँ तपाईँहरूसँग ठ्याक्कै हाम्रो प्लान के हो भन्दाखेरि वी आर गोइङ फर द ट्रेक अफ नर्थ एबिसी, जुन चाहिँ अलिकति लेस एक्सप्लोर्ड अन्नपूर्ण बेस क्याम्प भनौँ होइन। साउथ एबिसी धेरै मान्छेहरू जाने गरेको थियो पहिला भने, अहिले चाहिँ नर्थ एबिसी अलिकति भाइरल छ र मोर ब्युटिफुल भनिएको छ। अनि लेस एक्सप्लोर्ड भएको कारणले चाहिँ व्यवस्थाहरू पनि अलिकति टाइटै छ भनौँ न, त्यस्तो राम्रो होटेलहरू छैन, टेन्टहरूमै बसेको देखाएको थिएँ म ब्लगहरूतिर। अब लेट्स सी हामीले के कस्तो व्यवस्था पाउँछौँ। सो आजको डे चाहिँ हाम्रो फुल डे मोटरसाइकल राइड हुन्छ। अनि मोटरसाइकलले हामी कहाँसम्म जान्छौँ भने पोखरा टु बेनी टु तातोपानी, अनि तातोपानी टु होमखोला। सो होमखोलासम्म चाहिँ बाइक गाडीहरू जान्छ होइन। अब तपाईँहरू बसमा अथवा अरू नै भेहिकलमा आउनुभयो भने बेनीबाट हो कि तातोपानीबाट बोलेरोहरू बुक गरेर पनि जान मिल्छ। सो एटलिस्ट पनि हामी तातोपानी पुग्ने प्लान छ। सो आजको राइड हाम्रो 360 किलोमिटर जतिको हुन्छ। होमखोलासम्म पुग्यो भने 380 नै हो कि क्या हो जस्तो पनि लागेको छ, आम नट स्योर। र आज हो नेपाली डेट अनुसार मङ्सिर 24 गते 2082 साल। सो गाइज मङ्सिरको जाडोमा हामी नर्थ एबिसी जाँदैछौँ क्या, लिटरली मोर देन 4000 को एल्टिट्युडमा हामी पुग्छौँ है। भोलि हाम्रो फुल डे ट्रेक हुन्छ, भोलि पर्सि हामी उतातिर हुन्छौँ। अनि जम्मा 3 नाइट्स अनि 4 डेजमा भ्याउने प्लान छ। लेट्स सी के कतिको सम्भव हुन्छ। सिनो बाटो ठिक्क पारेको छ होइन। यो सबै कालो पत्रे भयो भने इमेजिन पोखरा जान कति मजा आउँछ। यसरी त कसरी जाने, यो ब्याग पुरै ठाउँमा गट्यो नि त। सो भाइकोमा यति भयो भने ढुक्कसँगले जाने, दिनभरि कुदाउनु पर्छ फेरि। अनि स्लाइटली चेन्जेस इन आवर बाइक, त्यो ब्याग चाहिँ भाइलाई दिएको छु, अब अलिक सजिलो होला। हलुका पनि छ क्या यो बोक्न, ठिक छ। ल हुन्छ, तिमी नि सिधै गर ल बिस्तारै, तिम्रो पछि म हुन्छ। राति म 8 बजी आएको थिएँ, अनि त्यसपछि पनि बाइकलाई अलिकति वास गरौँ न भनेर मैले पानी सानी हालेर चेन ल्युबहरू सबै गरेको थिएँ कि बाटो राम्रै होला, पानी सानी नहोला भनेर। तर गाइस ठाउँमा हिलो पनि रहेछ। अनि मलेखुसम्म बाटो बरु एकदम राम्रो थियो होइन। मलेखु भन्दा यता चाहिँ अहिलेको टाइममा चाहिँ धेरै जस्तो बाटोहरू अन्डर कन्स्ट्रक्सनै छ अझै पनि। सो तपाईँहरू आउँदाखेरि मेबी भइसक्यो हुन्छ, लेट्स होप सो होइन। Yes, so we are at मनोकामना केबल कार एन्ट्री पोइन्ट। जय मनोकामना माई, मनोकामना माताको आशीर्वाद लिउँ, हाम्रो यात्रा हाम्रो ट्रिप सफल रहोस्। Yes, let's go my boy. Oh shit, खाल्डा खुल्डी त फेरि यति अनएक्सपेक्टेडली आउँछ नेपालको बाटोमा कि। All right, finally we are at this city, पोखरा 92 kilometers from here. Yes, so कति मलेखुदेखि चाहिँ लेस देन 1 hour मा आइपुगिदो रहेछ गाइस यहाँ। बस्नु जाउँ। त्यो झम्टेको देखेर चाहिँ मलाई कुर्दिउ गरेर सिटी समस्या हुन्थ्यो कि हामीलाई यहाँ, झन् प्रब्लम क्रिएट गरिदिन्थ्यो कि। मैले त्यही भनेको उहाँको हामीले 2 थामौला तर हाम्रो 1 थाम्न सक्दैन नि। त्यो सोलुसनै होइन फेरि, त्यो हामी यहाँ अल्झिने बाटो मात्रै हुन्थ्यो। झम्टिने होइन नि, त्यो भनेको त सिधा हातपाई भइहाल्यो नि भाइ। त्यो मान्छे आएपछि उसको झन् जोस ऊ भयो कि यो पागलहरू मात्रै बस्छ कि यस्तो ठाउँमा। काठमाडौँबाट यार 100 किलोमिटर पनि छैन कि, हेर्नु यस्तो मान्छे छ कि नेपालमै। अनि हामी ठुलो कुरा गरेर के गर्नु। मुगलिनमा एकदमै सानो इन्सिडेन्ट भयो है। अब वासरुम जानलाई होटेलहरूवालाहरू यार के खालको मान्छेहरू हुन्छन् है। लाइक त्यति धेरै होटेल रेस्टुरेन्ट छ होइन, अनि वासरुम जानु पऱ्यो भने त्यो होटेलहरूमा गएर कहाँ जान्छ यार। यो नेपालीहरू यत्तिकै पछाडि होइन क्या, बुद्धि 1 पैसाको छैन। बुढाबुढी भनेको छ होइन। अब होटेल खोलेर बसेको छ, साथीहरू त्यहाँ के सामान पनि किनिसक्यो, म पनि केही किन्नुपर्छ भने किन्छु भन्दैछु होइन। अनि वासरुम जानै नपाउने होइन, होटेल बन्द छ भन्छ, पुरै खुल्ला छ होटेल बन्द छ अरे क्या। केही भन्यो भने आमा जस्तोको उमेरलाई भन्यो भन्छ, केही नभनौँ भने त्यो आमा जस्तो मान्छेले त्यत्रो पसल छ होटेल छ, साथीहरू त्यहाँ रोकेर के सामान किनिसक्यो, वासरुम जान नपाउने भन्छ यार। हाम्रो ट्रिपको लागि निस्केका छौँ होइन, यस्तो सानोतिनो कुरामा अल्झेर हुँदैन।
हामी अगाडि बढ्नुपर्ने हुन्छ साथीहरू। सो गाइस हामी आब्बु खैरेनीमा आइसकेका छौँ। यहाँबाट गोर्खा गोर्खा जाने बाटो यो। वाउ सुन्तला जुनारको पसलहरू दामी। यताको लोकल गोर्खाको सुन्तला हुनुपर्छ यो। मलाई त्यो सिन्धुलीको याद आयो क्या, बिपी हाइवे जाँदाखेरि सिन्धुलीको बाटोमा पनि यस्तै सुन्तलाको बजारहरू हुन्छ नि त। यतापट्टि यो ठाउँमा हुँदो रहेछ। यतापट्टिको रोड त सही बनाइसकेको छ त। डिभाइडरहरू अनि यो पुरै येल्लो एन्ड व्हाइट एन्ड ब्ल्याक यो कलरले गर्दाखेरि त कस्तो बवाल देखिएको छ त। ओ माई गड वाउ इट्स जस्ट वाउ वाउ वाउ। कति किलोमिटर भनेर लेख्नै बाँकी रहेछ, लेख्नलाई ठिक्क पारेको रहेछ माइल स्टोन्सहरू। एन्ड यस लास्ट टाइम यो बाटो यो बाइकमा आएको भनेको तिलिचो ट्रिपको लागि हो। हामी कहाँबाट हो उतातिर गएको थियौँ क्या, लाइक बेसी सहरतिर गएको थियौँ। आज चाहिँ हामी सिधै जान्छौँ। त्यो बेला चाहिँ यो बाटोहरू अलिअलि पिच भएको थियो तर यस्तो कलर चाहिँ हालेको थिएन, यस्तो प्लान्टेसन्सहरू केही पनि थिएन। अहिले चाहिँ बवाल भएछ। हल्का सरसल्लाह गरिहाल्यौँ हामी यहाँ 7 जना मिलेर। इट्स टाइम टु फ्युल अप माई बाइक। पुरै खाली छ होइन, फुल गरिदिउँ मस्त अनि त्यसपछि जाउँला। अब पोखरा आउन लागिसक्यो जस्तो लाग्यो मलाई। केटाहरू पछाडि आउँदै पनि छन्। कौशर र अमरेश अझै पनि आएको छैन। यहाँदेखि पोखरा चाहिँ 24 किलोमिटर छ र फाइनली अब यो टायरलेस टायर हुन्छ गाइस, टायरै होला फुट्न लागिसक्यो। सो गाइज आफ्टर 24 किलोमिटर्स वी विल बी इन पोखरा। हामी त्यहाँ लन्च गर्छौँ। टाइम चाहिँ 11:21 भएको छ हो, ठ्याक्कै हो। 0 गरेको थियौँ। गुड। जति हामी आयौँ नि त्यति अझै जानु बाँकी छ। र गाइज लिटरली अहिलेको बाटो अनुसारले तपाईँ मुगलिनबाट चाहिँ नन स्टप काहीँ नरोकिकन पोखरा जान्छु भन्दा पनि इट्स भेरी मच पोसिबल। किनभने बाटो यति राम्रो छ कि ओहो, लाइक उतातिर त डेकोरेसन्सदेखि लिएर सबै कामहरू भइसकेको छ। मैले सुरुतिर अलिअलि देखाएको पनि थिएँ तपाईँहरूलाई। सबै बाटो उस्तै नै छ अनि मजा आइरहेको छ। यतातिर चाहिँ बाटोहरू पिच चाहिँ भएको छ अनि बाँकी तपाईँको यो डिभाइडर, यो लाइन साइन तान्ने काम, जेब्रा क्रसिङहरू कोर्ने कामहरू भइरहेको छ। द ब्युटिफुल स्नो क्याप्ड माउन्टेन्स अलरेडी वेलकमिङ अस, द फर्स्ट भ्यू अफ दिस ट्रिप। कस्तो दामी देखेको छ गाइस। बल्ल घाम देख्न पायो यार, साँच्चै नै। Look the vibes. गोप्रोमा कस्तो आयो आई डोन्ट नो, बट यस्तो स्ट्रेट यस्तो बवाल देखिएको छ कि द बाइक, द रोड, द हिमाल एन्ड द पोखरा कमिङ बेबी। $11:50 AM। कस्तो राम्रो बनायो हेर न सोच्यो स्क्रिन, अति सही हाल्यो। अब कताबाट जाने हो? काठमाडौँबाट आउँदाखेरि चाहिँ नअल्मलिकन सिधै गयो हुँदो रहेछ। अनि अलिक माथिबाट चाहिँ राइट लाग्नु पर्यो भन्ने कुरा आयो। साथीको हालत पोखरासम्म आउँदा यस्तो भइसकेको अवस्था छ। हामी यहाँ वेट गरिरहेछौँ एन्ड चेक आउट द भ्यू। त्यो बेनी जाने बाटोबाट फर्केर फेरि लेक साइडतिरै आएर चाहिँ हामी फाइनली गाइस लन्च गर्ने सुरसारमा छौँ। खाना यहाँ धमाधम आउँदैछ। लुक्स एमी ल धन्यवाद। लिटरली अल्छी लागिरहेको छ, निन्द्रा लाग्छ अब अहिले यहाँ। सो यहाँबाट अब हामी लाग्छौँ लगभग नन स्टप बेनीतिर। खाना चाहिँ अति नै मिठो थियो यार। मलाई जहाँसम्म लाग्छ रोड चाहिँ राम्रै होला बेनीको। मैले ग्लोभ्स लगाउनु पर्ने, ग्लोभ्स मैले ब्यागमा राखेको छु। एकछिन कुदाउँ यसरी। अब यस्तो बवाल भ्यू देखिन्छ, रोड पनि सफा चिटिक्क फ्रेस गाइस, फ्रेस एयर। सुरुमै यस्तो राम्रो बाटोले स्वागत गरेको छ हामीलाई अन द रोड टु बेनी फ्रम पोखरा। एबिसी जाने ड्रिम पनि धेरै पहिलेदेखिको हो होइन। बकेट लिस्टमा एबिसी त कति हुन्छ नि, कतिचोटि जाने भन्ने कुरा भयो नि। र फाइनली आज निस्किया छौँ क्या हामी।
ल यही रोड हो नि सुरुमा भाइरल भएको थियो कति वर्ष अगाडि नै एकदम राम्रो बनाएको थियो वाओ लुक्स ब्युटिफुल साउथ एबिसी जाने एबिसी मार्दी हिमाल ट्रेक जाने अनि धामपुस जाने बाटो मुस्ताङबाट फर्किँदाखेरि नै अब्दुलले भनेको थियो यहाँबाट एबिसी ट्रेक जान्छ भनेर अनि अर्को वर्ष हामी एबिसी ट्रेक आउनुपर्छ भनेको 4 वर्ष भइसक्यो र फाइनली हामी उताको रुटबाट नगएर वी आर ट्राइङ टु डु इट फ्रम दिस तातोपानी साइड अनि यस बाटो चाहिँ यही हो भन्ने कुरा कन्फर्म भइसकेको छ अब पुरै पहाडको घुम्तीवाला बाटो सुरु भएको छ र यो पिच पनि एकदमै उबड खाबड छ सो हाम्रो स्पिड थोरै स्लो भएको छ बट यस गाइज एनर्जी चाहिँ हाई नै छ खाना खाएर होला अलिकति अल्छी चाहिँ लागेको छ होइन नढाँटिकन भन्नुपर्दा र फाइनली आज मैले एउटा एडभेन्चर बाइक देखेको छु यहाँ छ 390 हुनुपर्छ यो 390 रहेछ पर्वत जिल्लामा यहाँलाई हार्दिक स्वागत गर्दछौँ अलराइट सो गाइज वेलकम टु पर्वत कास्कीबाट पर्वत आए जस्तो छ हामी जान्छौँ बागलुङ फाइनली गाइज वेलकम टु बागलुङ सो यहाँ चाहिँ बवाल रमाइलो भइरहेको छ है के प्रोग्राम हो होइन यहाँ टुरमा आउनु भएको भाइ बहिनीहरू पनि नाच्नु थाल्नु भएको छ अहिले चाहिँ आइपुग्यो कौसर यही बाटो एकैछिन हो होइन हामी पुग्दैछौँ अब चाहिँ हामी माथि लाग्छौँ किन भन्दा वी आर हेडिङ टुवर्ड्स बेनी एक्चुअली तातोपानी अनि गाइज सी यहाँ वेलकम टु बागलुङ लेखेको छ एन्ड द्याट लुक्स गुड भोलि चाहिँ होम खोलासम्म जानु पर्यो भने त्यो बाटो अति नै अफ रोड छ कि जस्तो लागेको छ होइन यसो ब्लगहरू हेर्दाखेरि हो भाइ लुक एट द ब्रिज म्यान यो बाटो रिसेन्टली पिच पनि भएको रहेछ होइन त्यो पुरानै पिचमा लेयरिङ गरे हो कि नयाँ पिच हो नो आइडिया तर 4 वर्ष अगाडि हामी मुक्तिनाथ जानलाई आउँदाखेरि यो बाटो पुरै अफ रोड थियो यहाँ पनि के को लागि खाल्डो खन्न लाग्छन् ओहो 4:15 बजी आइपुग्यो यार लास्ट टाइम हामी प्याराग्लाइडिङ गरेका थियौँ पोखरामा र त्यो गरेर आउँदाखेरि त हामी यहाँ रातिको 7 हो कि 8 बजे पुगेका थियौँ सो यस उज्यालोमै म्याग्दी जिल्ला प्रवेशद्वार वेलकम टु म्याग्दी बच्चाहरूको स्कुल बिदा भएर होइन स्कुलको बच्चाहरू फर्किरहेछन् आफ्नो घर बेनी नगरपालिका अयो यहाँदेखि जोमसोम 70 किलोमिटर अनि तातोपानी चाहिँ 20 किलोमिटर रहेछ हामी गलेश्वर बजारमा छौँ गाइज पहिले हामी चाहिँ 9-10 पढ्दाखेरि चाहिँ टुर कहाँ जाने त भन्दाखेरि पोखरा लुम्बिनी चितवन होइन यिनीहरू भनेको चाहिँ यस्तो भिआइपी डेस्टिनेसन हुन्थ्यो कि हुन्छ नि ओहो पोखरा जाने भनेपछि त एक्साइटमेन्ट नै छुट्टै हुन्थ्यो लाइक म नि क्लास 10 पढ्दाखेरि पोखरा लुम्बिनी चितवन टुर आएको हो र प्रायः सबैतिरको ट्रेन त्यही हुन्थ्यो इभन काठमाडौँबाट आउने स्कुल टुरहरू कलेज टुरहरू पनि त्यही पोखरा नै आउँथ्यो प्रायः तर अहिले चाहिँ एकदमै कमन भइसक्यो लाइक एभ्री स्कुल एन्ड कलेज त्यो प्रायोरिटी लिस्टमै मुस्ताङ हुन्छ क्या स्टुडेन्ट्सहरू पनि आउन चाहने मुस्ताङ हो एटलिस्ट वान्स होइन सो किन म यो कुरा गर्दैछु भन्दाखेरि सो मेनी स्कुल एन्ड कलेज बसेस आर रिटर्निङ बाई कम्प्लिटिङ देयर एजुकेसनल टुर जस खुसी पनि लाग्छ किन भन्दाखेरि अहिले बाटो राम्रो छ सबै कुरो होइन र गाइज फाइनली सम एडभेन्चर लुक द कन्डिसन अफ रोड म्यान सबै ढुङ्गासुङ्गा फुटाउने काम भइरहेको हो के भइरहेको नो आइडिया अलिकति बिस्तारै जानुपर्छ है ओ यस ओहो धुलो खाइने भयो गाडीहरू यस्तो बवाल झर्ना हुन्थ्यो है विन्टरमा भएर होला सबै ड्राई छ अनि कहीँ पनि हामीले वाटरफलहरू देखाएको छैनौँ अहिले बाटोमा कता हुन्थ्यो कि जस्तो लागेको छ बट लुक गाइज द स्टनिङ माउन्टेन्स एन्ड इन बिट्विन दिस रोड एन्ड अस भनेपछि नर्थ एबिसी ट्रेक गर्न आउनेहरू इफ मुस्ताङ जानुभएको छैन भने एकदमै नजिक परेको रहेछ नि त आखिर बाटोमै पर्दो रहेछ होइन यस्तो एक दिन एक्स्ट्रा राख्यो भने मुस्ताङ पनि गएर आउन सकिन्छ तातोपानीदेखि जोमसोमदेखि आइता हाल्छ वा सब बाटो बनाइसकेछ यार एउटा बाटो पिच थिएन यार त्यो बेला वाउ वाटरफल यो पनि एउटा आइकोनिक ठाउँ हो
ठ्याक्कै पहाडको भित्तामै छ क्या बाटो पुरै खोदी खोदी बनाएको छ ओए ओहो ओहो केटाहरू पनि आइसकेको अवस्था छ घोडे पानी जोमसोम सिधा सो हामी अहिले जोमसोम जाने बाटोमा अगाडि बढिरहेका छौँ र यहाँ फेरि पहाड फुटाउने काम भइरहेको छ यो चाहिँ मलाई बडो कडा लाग्छ अरे यस्तो चट्टान पनि फुटाउँछ क्या लाइक कति टाइम लाग्दो हो कति चाहिँ फ्युल बर्न हुँदो होला क्या त्यो डोजरको होइन हेलो 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 रे के यहाँसम्म आउँदाखेरि चाहिँ हामीले बिहानदेखि 310 किलोमिटर्स राइड गरेका छौँ टाइम चाहिँ 5 बजेको छ बिहान 5:30 मा निस्केका थियौँ हामी सो 12 घन्टा हुन लाग्यो यस्तो कामहरू भइरहन्छ यस्तो रोडमा आउँदाखेरि सो कहिलेकाहीँ एकछिन वेट गर्नुपर्ने हुन्छ सो पेसेन्टली वेट गरौँ अगाडि नजाउँ ए होटल हट स्प्रिङ भन्ने यही रहेछ नि त सोच्दै रहेछ ल तातो पानी कुण्ड अब कौशलले भनेको यो 3 स्टार होटल यही हो ल होटल नेचुरल स्प्रिङ भनेर केटाहरूले प्राइस हेर्दै थियो 11,000 पर नाइट अरे कि एकजनाको जोमसोम सिधा अन्नपूर्ण बेस क्याम्प जाने त्यहाँबाट ल हो यो नर्सेङ कम्युनिटी स्टे भन्ने पुरै अफरोड भनेको छ भगवान सेफली पुर्याइदेऊ 1.5 घन्टा लाग्योस् वेलकम टु अन्नपूर्ण 1 नर्थ बेस क्याम्प लेट्स बी मेन्टली प्रिपेयर फर द वर्स्ट रोड अफ आवर ट्रिप प्राय मान्छेहरू बेनीबाट हो कि कहाँबाट जिपहरू हायर गरेर आउने बाटो हो नि त यो अनि बाइक स्कुटर लिएर गएको कमै मात्रै ब्लगहरू देखियो त्यो पनि अति छ एक्सट्रिम छ भन्ने कुराहरू आउँछ ब्लगहरू हेर्नुभयो भने अब आज तपाईँहरूलाई हामी देखाउँछौँ के कतिको छ भन्ने कुरा 5 बजे हामी तातो पानी आयो यार 7 बजेसम्म पनि त्यहाँ पुग्यो भने त सकियो नि यता पो हो ए नर्थ एबिसी ओके केटाहरू अगाडि गइसकेको छ म अलिकति बाइक रोकेर यसो सर्ट ब्रेक हानिदिएको थिएँ गाइस होइन अलराइट सो गाइस अँध्यारो हुँदै गएपछि बाटो देखिँदैन होला त्यस बाटो चाहिँ एक्सट्रिम नै रहेछ ठाउँ ठाउँमा होइन अब हामी सँगसँगै जान्छौँ अलिकति ग्याप राखेर ल भाइ बिस्तारै बिस्तारै जानुपर्छ हामी निस्किँदै गरौँ बिस्तारै दामी देखाएको छ गाइस हाम्रो एउटा बाइक चाहिँ पछाडि छ आउँदैछ सो सँगै जाने प्लान छ अँध्यारो हुँदै गएको छ गाइस बाटो त अति नै अफ रहेछ सोचेको भन्दा 12 किलोमिटर गाइस हामीलाई यस्तो टफ लागिराखेको छ एउटा बाइकले तानेको छैन अनि ठुल्ठुलो ढुङ्गामा चाहिँ बाइक रोकेर एकजना ओर्लिनु पर्ने अवस्था छ यहाँ केटाहरूको प्लानिङ चल्दैछ के गर्ने कसो गर्ने भनेर र गाइस अब यो मात्रै हुन बाँकी थियो हामी जुन गाडीमा तलबाट आइरहेछौँ त्यो गाडीको तल यहाँ के पो भाँचिएर अब यहाँ हामी रोकिरहेछौँ ड्राइभर दाइले ठिकठाक गर्दै हुनुहुन्छ र धन्न अर्को गाडी आएको छ उताबाट यस्तो छ गाइस अवस्था राति 8 बजे एन्ड दिस इज द सिचुएसन हाम्रो गाडी बिग्रिएको अवस्था छ बाइक तल छोड्यौँ लिटरली थाहा भयो हामीलाई कि इट वाज लाइक इम्पोसिबल टु ब्रिङ द बाइक अप टु हियर के गाइस के गरौँ त म जा भाइ नीलगिरी हाइड्रोको जुन तल बेस पोइन्ट छ त्यही नै बाइक राखेका छौँ गार्ड दाइलाई पैसा तिरेर अब उहाँले बाइक त राखिदिनु भएको छ गाडी पनि मिलाइदिनु भएको छ भाडा एकदमै महँगो र गाइस गाडी बिग्रेको छ र मिस्त्री बोलाउने कुरा भइरहेको छ केटाहरूलाई यहाँ रमाइलो छ भोलि बिहान मात्रै पुग्थ्यौँ बाइकमा सिधै हो 1.5 घन्टा लाग्छ रे गाडीमा अरे यार भाइ 2-4 सौ भन्दा बाटो कस्तो थियो भन्दै त पुगेर भनौँला न पुग्यो भने भनौँला कति घन्टामा पुग्यो भनेर अहिले त दाइ तल पनि 1.5 घन्टा भनेको यहाँ आइपुग्दैन 1.5 घन्टा अरे
1 घन्टा गाडीमा बसिसकेपछि अझ 1.5 घन्टा अरे होइन यी सारा प्रधान सब पैसा खा लिया रोड नहीं बनाया केस में करिया कलर लगाता है और उसका बीवी बुट्टी पार्लर जाता है यार यहाँ हरि बिसोक भइरहेछ केटाहरू रमाइलो ना से serious on a serious note alright guys finally 10:30 मा हामी होटल पुगेका छौं गाडी बनाएर गर्दा ओर्दा चाहिँ 10:30 बजे चाहिँ हामी आयो ब्यागहरु यहाँ छ केरी अलराइट सो गाइस फटाफट खाना पनि खायो खाना रेडी थियो दाल साल तताइदिनु भयो सो खाना खाइसकेपछि अब चाहिँ फटाफट सुत्न पर्ने हुन्छ टाइम चाहिँ 11:30 भएको छ र अब हामी फाइनली सुत्न जाँदैछौँ गाइस यहाँ म तातो पानी खाँदैछु 1 कप पानी खाने हो मस्त सुत्दिनु बिहान 6 बजे उठ्ने प्लान छ अनि यहाँदेखि नन स्टप भोलि लाइक 10-11 घण्टाको चाहिँ हाम्रो ट्रेक हुन्छ सो यस फर द्याट वी हेभ टु टेक प्रोपर रेस्ट अब गाडी बिग्रे पनि जे होस् हामी यतिको टाइममा भयो नि होटलसम्म आइपुग्यौँ त्यही नै राम्रो भयो भनौँ न आजको चाहिँ डेमा एनिवे गाइजलाई आजको ब्लग पनि यता एन्ड गर्नुपर्ने हुन्छ आई होप यु लाइक दिस भोलि म डिटेलमा एभ्री कुराहरू सेयर गर्छु सो भोलिको एपिसोड चाहिँ हेर्नै पर्ने हुन्छ फर नाउ गुड नाइट एन्ड सी यु इन द नेक्स्ट वान बाई बाई